we should act as a facilitator to the interlocutor. हामीले बुझाउनु पर्छ हामी बंगालमा किन बस्नु चाहन्दैनौ, बंगाल हाम्रो चिहान हो किन हामीले भनेको, हामी बंगालमा किन बस्नु चाहन्दैनौ, बंगाल हाम्रो चिहान हो किन हामीले भनेको है, गोर्खाल्यान्ड हाम्रो बिहान भएको के हो, त्यसको लागि हामीले होमवर्क गर्नुपर्छ, एक्सटेन्सिभ होमवर्क गर्नुपर्छ र यो कुरा हामीले इन्टरलोक्युटर दिनसम्म पुर्याउन सक्नुपर्छ। हामी यति नै हो। यो इन्टरलोक्युटर अपोइन्ट भएपछि आफ्नो आफ्नो आज त लिस्ट अफ डिमान्ड्स छ हाम्रो गोर्खाहरूको, त्यो लिस्ट अफ डिमान्ड चाहिँ छ भने आफ्नो आफ्नो डिमान्ड आफ्नो आफ्नो पक्षको डिमान्ड त्यो इन्टरलोक्युटरसँग राख्दा हुन्छ। त्यो लिस्ट अफ डिमान्ड चाहिँ छ भने आफ्नो आफ्नो डिमान्ड आफ्नो आफ्नो पक्षको डिमान्ड त्यो इन्टरलोक्युटरसँग राख्दा हुन्छ। सो इन्टरलोक्युटर आएपछि यो एउटा पार्टीको दलको अध्यक्षलाई मात्रै भेटेर छुटुकै गर्ने कुरा हो जस्तो लाग्दैन, किन यो त पहाड तराई र डुवर्सको समस्याको लिएपछि त पहाड तराई डुवर्सको जनप्रतिनिधि सबैलाई चाहिँ सबैको के छ भनाइ भन्ने विषय लिएर एउटा त्यो मेसेजलाई कन्भे गरेर आज मिनिस्ट्री अफ होम अफेयर्समा गएर पुर्याउने हो। त्यसको बादमा त्यहाँदेखि केन्द्रले अब कस्तो स्टेप उठाउँछ भन्ने विषयहरू हो। ब्याकगियरमा त साह्रै गयो जस्तो लाग्दैन, तर अब कुनै पनि चिज हामीले एउटा राम्रो वातावरणमा हाम्रो मुद्दालाई अलिक एड्रेस गर्नु भन्दाखेरि अब हाम्रैहरूको चाहिँ कहीँ न कहीँ फेरि हाम्रैहरूले खुट्टा तान्ने कामहरू गरिरहेको चाहिँ यो पुरानो जुन हाम्रो लत लागेको गोर्खा जातिको नेतृत्वमा अपिल छ, हामी युवा मोर्चाकोबाट अपिल छ, प्लिज काइन्डली तपाईँले हेर्नुहोस् केही गर्नु सकेन भने तपाईँको आफ्नो जे पनि डिमान्डहरू छ त्यो इन्टरलोक्युटरसँग राखिदिने। कुनै चिज कुनै पोलिटिकल पार्टी, यो नट ओन्ली जनमुक्ति मोर्चा, यो अरू विभिन्न राजनीतिक दलले पनि भोलि सेपरेट स्टेटको लागि कहीँ गएर बाधा हुने या अरू अन्य सिक्किम मोर्चाको डिमान्डहरू छ त्यसमा सबैको आफ्नो आफ्नो डिमान्डहरू जे छ त्यो कुरो पोख्नु भन्नु चाहिँ त्यो इन्टरलोक्युटरको माध्यमबाट गरोस् भन्ने चाहना। यदि इन्टरलोक्युटर चाहँदैन भने चाहिँ स्टेट गभर्मेन्टलाई प्रेसर गरेर तिमी डायलगमा जाऊ न त इन्टरलोक्युटरलाई अब चाहिँ अपोज गर्ने काम नगर भन्ने चाहिँ दायित्व पनि फेरि यही 12 बाठेहरूलाई जान्छ कि जस्तो लाग्छ। अलग राज्य गोर्खाल्यान्डले मात्र संवैधानिक तौरमा यो भूभाग इन्डियामा हालिन्छ अनि भएन हाम्रो अलग राज्य गोर्खाल्यान्डको माग देशहित कि हामी देश विरोधी। खै विमल गुरुङले त गोर्खाल्यान्ड मेरो प्राण हो भन्थ्यो हैन, सोधेन केन्द्र सरकारलाई कुन आधारमा यो अब्जर्भड एरिया एक्ट उडायो भनेर, कुन आधारमा यो भूभागलाई फेरि बंगालमा हाल्यो भनेर सोधेन। कति दिन चाहिँ हामी चाहिँ बंगालसँग चाहिँ आँखा जुझाइरहनु, हाम्रै नेतृत्वहरूले जबरजस्ती हामीलाई केन्द्रको धोती पक्रेर चाहिँ बंगालको लुङ्गी भित्र हाल्दैछ हामीलाई। पहाडको नेताहरूकोमा नि 1% पनि आत्मा स्वाभिमान बाँचेको छ भने यो विन्टर सेसनमा चाहिँ गोर्खाल्यान्डको विषयमा चाहिँ सठिक काम गरिदियोस्। पहाडमा अहिले मुद्दा छैन, न भाजपाको मुद्दा छ, न भाजपाको अलायन्सको मुद्दा छ, न जिटिए चलाउनेको मुद्दा छ, न जिटिएमा विपक्षीको नै मुद्दा छ र त्यसमा इन्टरलोक्युटर नियुक्तिको प्रक्रियाको हल्ला भयो है। तर पीआईबी रिपोर्ट केही छैन। तर पीआईबी रिपोर्ट नहुँदा हुँदा पनि जतिको हल्ला फैलिँदा चाहिँ बंगालको मुख्यमन्त्रीले चाहिँ केन्द्र सरकारलाई चिठी लेख्यो, फेडरल स्ट्रक्चरको अवहेलना नगर भन्यो अनि जिटिए बंगाल भित्रको व्यवस्था हो, हामीलाई नसोधिकन तिमीहरूले हस्तक्षेप गर्नु पाउँदैन भनेर केन्द्र सरकारलाई चिठी लेख्यो। हाम्रो पहाडको मान्छेहरू रिसायो, बंगालले बाधा दियो फेरि पनि भन्यो। राजु बिष्ट अनि भाजपाको पहाडी एलायन्सहरूले ठाउँ पायो, देख्यौ भारत सरकारले राम्रै दिँदै थियो त्यसैकारण त बंगालले विरोध गर्यो भने क्या। कति दिन मुखले मात्र राजनीति गर्ने, त्यही जुन जुन पार्टीहरू छ नि बंगाल हुँदैन, बंगालले विरोध गर्यो, बंगाल गोर्खाको हितमा छैन भन्नेहरू जिटिए बंगालको होइन, डिजिएचसी बंगालको होइन,
आउने दिनमा थाप्नु आँटेको बंगालको व्यवस्था होइन। अनि इन्टरलक्युटर भनेको चाहिँ फेरि पनि भन्छु नेगोसिएटर। आज अलग राज्य गोर्खाल्यान्डको लागि नेगोसिएटर चाहिन्छ। अलग राज्य गोर्खाल्यान्ड भनेको कानुन हो। कानुन कहाँबाट बनिन्छ? कानुन बनिन्छ सदनबाट। जबसम्म सदनबाट बहुमतमा प्रस्ताव पारित भएर कानुन बनिँदैन तबसम्म अलग राज्य हुँदैन। तपाईहरुको अगाडि आएर धाक पिट्दै राजु विष्टले आई एम द ल मेकर भन्छ हैन, विधायकहरूले पनि वी आर द ल मेकर्स भन्छ हैन। बुझ्नु हुँदैछ? अलग राज्य गोर्खाल्यान्ड कानुन हो अनि कानुन सदनबाट बनिन्छ। भन्नुको मतलब सदन भित्र को पस्छ? हाम्रो सांसद कि इन्टरलोक्युटर? भन्नुहोस् है। अनि अर्को कुरा, बिमल गुरुङले चाहिँ क्रामाक्पा, गोजामोमो, गोरामोमो, सुमेठी मुक्ति मोर्चा अनि भाजपाले राजु विष्ट र अमित शाहको उपस्थितिमा हामीले अग्रिमेन्ट गरेको छौं जीटीआर को लागि भनेपछि के जीटीआर अलग राज्य गोर्खाल्यान्ड हो के जीटीआर बंगाल बाहिर हो कि बंगाल भित्र हो? अझै पनि भन्नुहुन्छ हाम्रो नेता इमानदार भनेर। यिनीहरूले बंगाललाई गाली गरेर बंगाल भित्र हामीलाई खदेड्नु खोज्दैछ कि बंगालदेखि हामीलाई उन्मुक्ति दिनु खोज्दैछ? बिमल गुरुङकोमा कुनै अधिकार छैन गोर्खाल्यान्ड भन्ने, किनभने एबन्डनिङ गोर्खाल्यान्ड, गोर्खाल्यान्ड त्यागेर जीटीए हस्ताक्षर गर्ने बिमल गुरुङ हो। फुल एन्ड फाइनल सेटलमेन्ट ड्रपिङ गोर्खाल्यान्ड भनेर डीजीएचसी थाप्ने गोरामोमो हो त। गोरामोमोको कुनै अधिकार छैन गोर्खाल्यान्ड भन्ने। किन बुझ्नु हुँदैन तपाईहरु? अनि आजको दिनमा आएर तपाईहरुलाई के देखाइदिएको छ? गोर्खाल्यान्ड नफल्ने बन्तरुल भनेर तपाईहरुले विश्वास गर्नु हुँदैछ। गोर्खाल्यान्ड नफल्ने बन्तरुल कोले भन्यो? जसले बंगाल भित्रको व्यवस्था थाप्यो। इन्द्रको बाउ चन्द्रे आए पनि गोर्खाल्यान्ड हुँदैन भनेर कोले भन्यो? जो चाहिँ गोजामुमोको प्रवक्ता थियो। गोर्खाल्यान्ड आन्दोलनलाई विराम लाएर जीटीए थाप्ने पार्टीको प्रवक्ताले जीटीए को पक्षमा इन्द्रको बाउ चन्द्रे आए भने पनि गोर्खाल्यान्ड हुँदैन भनेको। तर त्यो नरेसनले तपाईहरुलाई छाप छोडेन। तपाईहरुले भन्नुहुन्छ गोर्खाल्यान्ड अब हुँदैन हो भनेर। किन हुँदैन? गोर्खाल्यान्ड हाम्रो चिनारीको मात्र कुरा हैन, गोर्खाल्यान्ड यो देशहितको कुरा हो। पहाडको भाजपाईहरुले पनि सोच्नु, तपाईहरुले बारम्बार देशहित देशहित देशहित, नेसन कम्स फर्स्ट भन्छ नि। अलग राज्य गोर्खाल्यान्ड देशहितको कुरा हो। अनि केन्द्र सरकार पनि बाध्य छ अलग राज्य गोर्खाल्यान्ड दिनुमा। किन? यो भूभाग अहिले पनि भारत भित्र हालेको छैन। अलग राज्य गोर्खाल्यान्डले मात्र संवैधानिक तौरमा यो भूभाग इन्डियामा हालिन्छ। अनि भएन हाम्रो अलग राज्य गोर्खाल्यान्डको माग देशहित कि हामी देश विरोधी? यहाँनिर यति डरलाग्दो पट्टी लगाइदिएको छ प्रत्येक गोर्खाको आँखामा। तन्वी दासले चाहिँ नि बाहिरको भन्दाखेरि चाहिँ हामीहरू आक्रोशित हुन्छौं, तर हाम्रै भूभागमा टेकेर अमित शाहले तिमीहरू बाहिरको हो, तिमीहरूलाई नागरिकता अब हामी दिन्छौं भन्दाखेरि थप्पडी मार्ने हाम्रै मान्छेहरू हो। अमित शाहले बोलेको मञ्चमा को थियो थाहा छ तपाईहरुलाई? पहाडको 2019 को समस्त घटक दल।
तर हाम्रोहरूलाई इच्छा छ नि त टिएमसी बनाम भाजपा खेल्नु। गोर्खा हितमा कहिले उभिनुहुन्छ, गोर्खा हितमा कहिले सोच्नुहुन्छ? आज यस्तो सच्चाइहरू तपाईहरूको अगाडि राख्दियो भने कसको दलाल कसको एजेन्ट तपाईहरूको प्रत्येक नेतृत्वले नि गोर्खाल्यान्ड ल्याउन सक्दैनौ। पहिल्यै बेचिसकेको छ नि त, त्यागिसकेको छ पहिल्यै। मुखले मात्र होइन अग्रिमेन्ट गरेर त्यागिसकेको छ। माग्नु सक्दैन तपाईहरूको नेतृत्वहरूले अलग राज्य गोर्खाल्यान्ड। नत्र भने हेर्नुहोस् जुन चाहिँ हाम्रो पहाडबाट बारम्बार पठाएको सांसद लमेकर होइन, गोर्खाल्यान्ड राज्य कानुन होइन, सदनबाट किन पास हुँदैन? सदनमा किन कुरा उठ्दैन? जिरावरमा होइन सदनमा कुरा उठ्नु भनेको प्रस्ताव राख्नु पर्यो नि त। हाम्रो भाषाको कुरा हेर्नुहोस्, 92 सालमा इन्टरलोक्युटर नियुक्ति गरेर हाम्रो भाषाले मान्यता पाएको। बुझ्नुहोस् न यथार्थ। हाम्रो भाषाको बिल सदनमा पेश गरेर चाहिँ बहुमत पाएर चाहिँ हाम्रो भाषाले मान्यता पाएको भनेको चाहिँ नेपाली भाषाको कानुन बन्नेको नि त हो सदनबाट। त्यसै कारण त मान्यता पाएको। यस्तो सच्चाइहरू पच्दैन तपाईहरुलाई, केलाउनुहोस् न। 2002 सालमा तामाङ अनि लिम्बूहरूले चाहिँ जनजातिको दर्जा, जनजातिको मान्यता कसरी पाएको? के इन्टरलोक्युटर नियुक्ति गरेर कि सदनबाट बिल पास गरेर? जे पनि हुन्छ सदनबाट नै हुन्छ नि त। सदनको दैलो नढकढकाइकन कुनै रुल कानुन बनिँदैन। अलग राज्य भनेको नि रुल कानुन हो। हामीहरू कहिले नेताले भनेको भाषण, आश्वासन र सामाजिक सञ्जालमा तुतुमेमै गरेर नै अगाडि बढ्ने बाटो के छ कसैले खोज्ने चेष्टा गर्छ। अर्को कुरा, राजनीतिमा अ भन्दा अलङ्कार बुझिन्छ है। बंगाल सरकारले चाहिँ यो भूभाग त मेरो होइन, जाऊ न गोर्खाल्यान्ड माग तिमीहरूले पाउँछ भनेर सिधा भन्छ कि संकेत दिन्छ? बंगालको जतिवटा सरकार आओस् संकेत दिँदैछ त। अनि हामी चाहिँ हाम्रो नेताहरूले बंगाल तर्फ नै जुझाइरहन्छ कि, अनि हामी जुझेर चाहिँ भोट एक मुष्टमा चाहिँ अर्कोपट्टि बेचेर चाहिँ फेरि व्यवस्था थापेर चलाउनु र बस्नु चाहिँ फेरि बंगालमै अरे। के अचम्म लाग्दो। 86 को आन्दोलनमा त्यसताक माकपा सरकारको ज्योति बासुले व्हाइट पेपर इस्यु गरेको छ। व्हाइट पेपर भनेको सादा पन्नामा लेख्नु मात्र होइन, सरकारी दस्तावेज हो। बंगाल विधानसभामा पास गरेको व्हाइट पेपर हो कि यो भूभाग बंगालको होइन भनेर। अनि फेरि सरकारी दस्तावेजमा चाहिँ बंगालको त होइन भन्यो। होइन भन्ने बित्तिकै यो ठाउँ लिङ्गरिङमा हुन्छ। लिङ्गरिङ उनीहरूलाई थाहा छ नि यो भूभाग अझै पनि इन्डियामा पसेको छैन भनेर। तर काहीँ न काहीँ त टास्नु पर्यो नि त, किनभने दस्तावेजमा रेकर्ड बस्छ नि त। अनि कालेबुङ र डुवर्सको सन्दर्भ छोडेर दार्जिलिङको मात्रै सन्दर्भ चाहिँ कुनै न कुनै सानो पुर्खौली लिङ्क त सिक्किमसँग थियो नि त। अनि व्हाइट पेपरमा सिक्किमको नाम जोड्दियो, यो भूभाग सिक्किमको हो भन्दियो। तर त्यहाँबाट त संकेत दिएको छ कि अलग राज्य चाहिँ बंगालको अधीनको कुरा होइन, जानुहोस् केन्द्रमै माग्नुहोस् भनेर त हामीलाई त बाटो देखाइदिएको नि त। तर हाम्रो नेतृत्वहरूले केन्द्र तर्फ दैलो ढकढकाएर चाहिँ लु छिनाफाना गर अलग राज्यको कुरा भन्यो। भनेन नि, होइन हामी त बंगालमा, अझै हामी बंगालमै पस्छौँ भनेर काउन्सिल थाप्यो। बंगालभित्रको व्यवस्था भन्नु मतलब त हामी बंगालमै बस्छौँ भनेको नि त। त्यसको बादमा टिएमसी सरकार आयो।
टिएमसी सरकार खुदले भन्यो होइन, अलग राज्य गोर्खाल्यान्ड यो हाम्रो राज्यको सब्जेक्ट होइन, केन्द्रतर्फ माग्नुहोस् भनेर त भन्यो होइन। यहाँदेखि उब्रान्त स्पष्ट के चाहियो बङ्गालबाट, अनि केन्द्रलाई भन्नु सकेन, केन्द्रलाई दबाब दिनु सकेन, सक्दैन नि त। उल्टा अझै होइन हामी बङ्गालमै बस्छौँ भनेर चाहिँ जिटे चलाइरहेको छ होइन। अनि फेरि हामी चाहिँ फेरि आँखा जुझाउँछौँ बङ्गालसँग, अनि केन्द्रलाई भोट दिन्छौँ। यति कुरा भनिदियो भने फेरि मान्छेहरू साला बङ्गालको एजेन्ट भन्नु थालिहाल्छ फेरि हामीलाई, क्या सच्चाइ देखाइदिँदा। हाम्रोहरूले साँच्चै नै राजनीति नबुझेको हो कि नेताको गुनै खानु खोजेर हो कि के हो? हालैमा त विमल गुरुङको एउटा केडरले त भन्दै थियो, विमल गुरुङको अब त्यस्तो थोत्रे क्या गुमुत खा भन्नेहरू पनि यस्तो वक्तव्यहरू नै आउनु थाले, बोल्नै पाउँदैन। पहिला जिएनएलएफ को बेलामा जीबीसीले ठन्डा पार्यो, गोजमोमोको बेलामा जीएलपीले ठन्डा पार्यो, अब त ठन्डा पार्नु त चिल्लै, अनि फ्रस्ट्रेसन पोखायो मुख छाड्दै सामाजिक सञ्जालमा मेरो नेताको विरोध नगर भनेर। हाम्रो मान्छेहरू फेरि मजा मान्छ बङ्गाललाई मात्रै गाली गर्यो भने। बाटो छोड्दैछ त बङ्गालले, एक खेप पनि होइन, दुई खेप, दुईवटा सरकारले, दुईवटा मुख्यमन्त्रीले। अनि त्यसमा फेरि विडम्बनाको कुरा चाहिँ के छ भने अलग राज्य गोर्खाल्यान्डको नाममा भोट लुट्यो, जुन चाहिँ केन्द्रको पार्टीले भोट लुट्यो त्यही पार्टीले चाहिँ फेरि जबरजस्ती सुटुक्कै बङ्गालमै टाँच्दियो त। अनि अब्जर्भड एरिया एक्ट उडाएन, अब्जर्भड एरिया एक्ट उठाएर यो भूभागमा रुल कानुन बङ्गालको यथावत बस्छ भनेर हालैमा होइन 17 मा को छ पोइजन हाम्रो लागि। अनि त्यसमा खै विमल गुरुङले त गोर्खाल्यान्ड मेरो प्राण हो भन्थ्यो होइन। सोधेन केन्द्र सरकारलाई कुन आधारमा यो अब्जर्भड एरिया एक्ट उडायो भनेर, कुन आधारमा यो भूभागलाई फेरि बङ्गालमा हाल्यो भनेर सोधेन। गोरा मोमोले सोध्नु सकेन, क्रामाक्पामा त विद्वानहरू छ त सोध्नु सकेन। खै अरू पहाडको पार्टीहरू, पहाडको नेतृत्वहरू। अनि यहाँ चाहिँ बङ्गालतर्फ जुझाउनु खोजिरहन्छ। बुझ्नुपर्छ जनताले, कति दिन चाहिँ हामी चाहिँ बङ्गालसँग चाहिँ आँखा जुझाइरहनु। हाम्रै नेतृत्वहरूले जबरजस्ती हामीलाई केन्द्रको धोती पक्रेर चाहिँ बङ्गालको लुङ्गीभित्र हाल्दैछ हामीलाई। यस्तो तुच्छ शब्दहरू प्रयोग गर्यो भने मात्र फेरि हाम्रो जनताहरू पनि मजाले हेरिदिन्छ कहाँ जाँदैछ हाम्रो पहाडको राजनीति। जसलाई निरन्तर रूपले भोट दियो जबरजस्ती हामीलाई ठेल्दिँदैछ बङ्गालपट्टि। बङ्गाल त एकदम खुल्ला हृदयले हाम्रो भूभागलाई तान्छ नि, फकडे पाउँदैछ। तर संवैधानिक तौरमा कहाँ के कसो हुँदैछ, के सम्भावना छ हेर्नु पर्यो त हाम्रोहरूले पनि। हाम्रोहरूले बारम्बार सांसद जिताएर पठाउँछ। सांसदको कर्तव्य के हो? हाम्रो यहाँको मूलभूत मुद्दा सदनभित्र पेश गर्ने होइन। कहिले यो प्रक्रिया चलाएको छ सांसदले? उल्टा प्रश्न गर्यो भने चाहे पत्रकार होस् कि साधारण जनता होस्, विपक्षीको भनिदिइहाल्छ। किन? भाजपालाई आदतै छैन सवाल जवाबको। चाहे राजु बिष्ट होस् चाहे नरेन्द्र मोदी होस्, प्रेस कन्फरेन्सदेखि भाग्ने नेतृत्वहरू छ। अनि यता फेरि पहाडको नेतृत्वहरू भाजपालाई दबाब दिनु सक्दैन, किनभने राजनैतिक लेनदेन भएको छ नि त। अनि यसमा उपाय के गर्ने?
गोर्खाल्यान्डको हेर्नुहोस् है, गोर्खाल्यान्डको स्टेक होल्डर पहाडको नेताहरू मात्र होइन, म्यान्डेटै नभएको नेताहरू यिनीहरू मात्र होइन, गोर्खाल्यान्डको स्टेक होल्डर प्रत्येक गोर्खा हो। प्रत्येक गोर्खाको हक र अधिकार छ आवाज उठाउनको लागि, अलग राज्यको लागि। अनि अब के गर्ने? विन्टर सेसन आउँदैछ, सम्भवतः नोभेम्बर 25 तारिकदेखि चाहिँ डिसेम्बर 20 तारिकसम्म चाहिँ विन्टर सेसन चल्छ। मैले मनसुन सेसनमा नि तपाईहरुलाई भनेको नि, त्यसको 1 महिना अगाडि नोटिस जारी गर्छ लोकसभा स्पिकरले प्रत्येक 543 जना सांसदहरूलाई तपाईहरुको क्षेत्रीय मुद्दाहरू, क्षेत्रीय इस्युजहरू के छ, केमा बिल पेश गर्नुहुन्छ, केमा बोल्नुहुन्छ, कसको प्राइभेट मेम्बर बिल छ, तपाईले नोटिस जारी गर्नुहोस्, हामीलाई लोकसभा स्पिकरलाई चाहिँ पहिला सबमिट गर्नुहोस्, जानकारी दिनुहोस् भनेर चाहिँ त्यो समय देखो नि त। अनि घाइउ सुन्नु आउँदा नोभेम्बर 6 तारिक नोटिस इस्यु गर्छ लोकसभा स्पिकरले। नोभेम्बर 6 तारिकदेखि लगभग 19 दिन समय पाउँछ सांसदको तयारी, प्रत्येक जनताको तयारी। यो समयमा चाहिँ सांसद राजु विष्टज्यूले भाजपालाई फकाउन सक्यो भने गभर्नमेन्ट बिल आउँछ अलग राज्य गोर्खाल्यान्डको लागि। यदि भाजपा मान्दैन भने सांसद राजु विष्टज्यूले प्राइभेट मेम्बर बिल ल्याउनु पर्यो नि त गोर्खाल्यान्डको। पास होस् या नहोस्, कम से कम एउटा रेकर्ड त बस्छ। अलग राज्य गोर्खाल्यान्डको प्राइभेट मेम्बर बिल 2025 को विन्टर सेसनमा सांसद राजु विष्टले पेश गरेको थियो भनेर त्यसलाई अर्को पाली अर्को सांसद जो जान्छ त्यसले उठाउन सक्छ नि त। यो पाली पासै भएन भने पनि अहिलेसम्म गोर्खाल्यान्डको दस्तावेज रेकर्ड सदनभित्र छैन। अनि यो कुरामा प्राइभेट मेम्बर बिल विषयमा सांसद राजु विष्टलाई भाजपाले लातै हान्यो भने नि पार्टीबाट निकाल्छ, सांसदको कुर्सी त जाँदैन, झन् स्वतन्त्र सांसद बस्छ। यो सब कुरामा चाहिँ अब ध्यान दिने समय आएको छ सबैजनाले। अन्धाधुन्दामा 6 शेड्युल, जीटीआर, काउन्सिल, इन्टरलोक्युटर होइन, यो भारतको संघीय ढाँचामा अनि संघीय ढाँचा भन्दा भन्दा जुन चाहिँ बंगालको मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले चाहिँ जुन चाहिँ केन्द्र सरकारलाई लेख्यो चिट्ठी फेडरल स्ट्रक्चरको अनुसार, राजु विष्ट होइन बारम्बार फेडरल स्ट्रक्चर भन्ने, फेडरल स्ट्रक्चरको आधारमा चाहिँ केन्द्र सरकारले बंगाल सरकारलाई पैसा मात्रै दिन्छ, सबै कुरो बंगाल सरकारको जिम्मा, यो फेडरल स्ट्रक्चरको आधारमा भनेको होइन। अस्ति आपदामा हाम्रो समस्या समाधान हुने बेलामा चाहिँ बंगालपट्टि खनाउनु अरे कुरा फेडरल स्ट्रक्चर देखाएर। अनि जब बंगालले चाहिँ आफ्नो हितमा चाहिँ फेडरल स्ट्रक्चर अनुरूपै केन्द्रलाई चिठी लेख्दाखेरि चाहिँ हामीले चाहिँ अब यहाँ भाजपाको गोटी भएर बंगालको आपत्ति जनाउनु अरे। अचम्म लाग्दो, उनीहरूको भाजपाको सुख सुविधा अनुसार चाहिँ फेडरल स्ट्रक्चर देखाएर मजाले राजनीति गर्ने, भाजपा बनाम तृणमूल। अनि हामी चाहिँ फेरि अब फेरि भाजपाई भएर चाहिँ तृणमूलको खैरो खन्नु अरे। हुँदैन, तपाईहरुको राजनैतिक सुख सुविधाको अनुसार फेडरल स्ट्रक्चरको कुरा गर्नु हुँदैन। यदि फेडरल स्ट्रक्चरकै कुरा गर्ने हो भने 86 को व्हाइट पेपरको आधारमा अनि 2017 को जुन चाहिँ बंगालको मुख्यमन्त्रीले भन्दैछ नि अलग राज्य गोर्खाल्यान्ड केन्द्रको सब्जेक्ट हो भन्दा भन्दा पनि तपाईले फेडरल स्ट्रक्चरको दुरुपयोग गरेर यो भूभागलाई किन बंगाल भित्र हाल्दिनु भयो त? एडमिनिस्ट्रेटिभ पर्पसको लागि, हाम्रो अब्जर्भड एरिया एक्ट उडाएर। खोज्नु पर्छ हाम्रो नेताहरूले पनि, पार्टीगत हितमा मात्र होइन, 1% पनि आत्मा स्वाभिमान बाँचेको छ भने पहाडको नेताहरूकोमा नि
1% पनि आत्मा स्वाभिमान बाँचेको छ भने यो विन्टर सेसनमा चाहिँ गोर्खाल्यान्डको विषयमा चाहिँ सठिक काम गरिदियोस्, सांसदलाई चापा दियोस्, सदनभित्र प्रस्ताव ल्यायोस्, पास होस् कि नहोस्, यसपालि सदनभित्र अलग राज्य गोर्खाल्यान्डको कमसेकम रेकर्ड बसोस् दस्तावेजको आधारमा। अनि अन्तमा भन्छु, यो इन्टरलोकेटर ह्यानतेनहरू यो सबै डाइभर्जन पोलिटिक्स हो। हाम्रो ध्यान भट्काको विन्टर सेसनमा ध्यान नदियोस् भनेर सोच्नुहोस् न तपाईहरू। मनसुन सेसन अगाडिसम्म कुनै पहाडको नेताले सदनको प्रक्रियाको कुरा गर्थ्यो? कसैले गर्थेन। के भन्थ्यो? नोटिस आउट भइसकेर मात्रै, गभर्नमेन्ट नोटिस कुन कुन बिल पेश हुन्छ भइसकेपछि मात्रै, त्यो प्रक्रिया पुरा भएपछि मात्रै योपालि त सदनमा गोर्खाल्यान्डको प्रस्ताव आएन भनेर चाहिँ बोल्थ्यो। बितिसकेर एडभान्समा गर्नु पर्यो नि त। त्यसैकारण तपाईहरुलाई म बारम्बार एडभान्समा जताउँछु, एडभान्समा बताउँछु, तपाईहरु पनि एडभान्स हुनुपर्छ है। अब